कान्छी मुसुकै कान्छी मुसुकै मम्मी सुतिसकेपछि खुसुक गरेर बाबा कानमा ज्योति मम्मीले चाहिँ गर्नुभएछ भन्ने है। मेरो नाम सुन्यो भने तिम्रो बाबा चार्ज भइहाल्छ आफै। नाको फुले टल्के कुटिलीले नाको फुले टल्के कुटिलीले सोल्ट राजा तीन पेगमै फिलिले। आमा बुढो चम्केको। ओ माय गॉड समाचारमा पनि नाच्दै। अनि बुढो मान्छेको जोस देखेर म त नर्भस पो भयो त। खप्पै खालन जस्तो गर्छन् भाइ। हामीलाई नि स्वागत नि ए भगवान कहाँबाट आएको अनि बर्थडे कहाँ छन्? बर्थडे अहिले युके छन् लन्डन। बुढी लन्डन गएको बेलामा ज्योति मर ताक्ने। दर्शकबिन यतिखेर ज्योति मगरको शान्तिनगरमा उपस्थित भइसकेको छ। हिजोको माहौल भन्दा चाहिँ आजको माहौल एकदमै धेरै छ, दर्शकहरूको भिड धेरै छ हैन। आजको माहौल स्वागत छ, ज्योति स्वागत छ है शान्तिनगरमा। हाय ज्योति मगरको उपस्थित भइसकेको छ, स्वागत पनि भइसक्यो है ज्योति मगरलाई। माहौल तपाईहरु सबैको हल्ला चाहिरहेको छ, हल्ला सुनौँ त। नमस्ते त। अब हामी एकैछिनमा हेलो स्कुलको केटाहरू पनि रहेछ पछाडि हामी आइसकेका छौँ। एकैछिनमा चाहिँ एकदम बवाल हुँदैछ। यहाँ सबैजना चार्ज भएर बस्नुहोस्। बाहिर को हुनुहुन्छ अब भित्र आउनु पर्यो। म पनि यसो ट्र्याकहरू मिलाउँदै गर्छु, तपाईँहरू पनि यसो गम्छा सम्छा मिलाउँदै गर्नुहोस्। अनि केटा मान्छेहरू पनि यसो प्यान्ट सर्टहरू मिलाउँदै गर। अहिले डान्स गर्दाखेरि खुल्न सक्छ, अनि टाइट गरेर राख। ओके सबैजनालाई धेरै धन्यवाद छ। हाम्रो आयोजक केआइए मिडिया हाउस बम्बई गाउँपालिका 4 हापुर संयोजक हुनुहुन्छ, नामै बिर्सेँ मैले, अर्जुन परियार। सबै टिमलाई धेरै धेरै धन्यवाद छ भन्दै बाँकी धन्यवाद भन्दै गरौँ र अहिले गीत गाइहालौँ है। हजुर हाई दिदी भन्ने होइन भाउजू भन्ने। यहाँ आफूलाई कस्तो रहर लाग्छ भाउजू सुन्नलाई। अहिलेसम्म पोइ नपाएर बसेँ कि अनि जम्मै मलाई दिदी दिदी भन्ने बानी परेको है भन्दै अब सिधै गीततिर लागौँ होइन। किन हो र सारेको वर वर किन अगडा हो किन हो र सारेको वर वर सबै हेरी हेरी लट्ठै पर्यो तन्नेरी मलाई हेरी हेरी हे लट्ठै पर्यो तन्नेरी मलाई हेरी हेरी। अब यसरी है त कतिको हेर्ने रहेछ कि तन्नेरहरूले है त ट्राई गरौँ है त यो गीत मलाई हेरी हेरी। तर तन्नेरहरू त सानो मात्र रहेछ नि त। बिग फ्यान हो, आई लभ यु। यो पनि तिम्रो मात्र होइन तिम्रो बाबालाई पनि हो ल। फेरि मम्मीको अगाडि भन्ने होइन। मम्मी सुतिसकेपछि खुसुक गरेर बाबा कानमा ज्योति मम्मीले चाहिँ गर्नुभएछ भन्ने है। मेरो नाम सुन्यो भने तिम्रो बाबा चार्ज भइहाल्छ आफै।
होइन टेन्सन लिनु पर्दैन आखिर तिम्रो बाउ चार्ज भएर फाइदा हुने आमैले हो फेरि हजुर दिदी नभन्नु न यस्तो कन्याको भने भर्जिन केटीलाई कसले दिदी भन्छ तिमीहरू अहिले पाटोले मिलाएर लाउ त्यहाँ है चेन ठिक छ चेन खसे जस्तो छ फेरि ज्योति पनि स्टेजमा आउँछ आउनु बित्तिकै केटाहरूको पाएर खुग्लो भइहाल्छ कि ओके अर्को गीत है त साँझ पख भटैमा छिरेको साँझ पख भटैमा छिरेको थाहै पाइन बिल कति तिरेको कान्छी मुसुकै पैसा भुसुकै कान्छी मुसुकै पैसा भुसुकै अम्मा कान्छी मुसुकै भन्छ तपाईँले पैसा भुसुकै भन्नु ल कान्छी मुसुकै कान्छी मुसुकै अब कति राउने हो कान्छीहरू अब कान्छीको लाइन यो चाहिँ कान्छीको लाइन हो नाको फुले टल्के कुटिलीले नाको फुले टल्के कुटिलीले सोट राजा तीन पेगमै फिलिले पैसा हरला कै सोल्टी सरला कै पैसा हरला कै सोल्टी सरला कै अब म पैसा हरला के भन्छु तपाईहरु सोल्टी सरला के भन्नुस् ल पैसा हरला कै पैसा हरला कै कान्छी मुसुकै अब कति लामो लामो हात रहेछ त्यो केटाको त ऐसी ना बेबी कान्छी मुसुकै दागो सेक्सी सेक्सी सोल्टी सरला कै अलि उमेर पुग्न लागेछ यिनीहरुको सोल्टीहरुको बाइ द वे स्कुल हो कि कलेज हो कलेज हो ए त्यसो भए त यो केटाहरु पनि अब कुमार छ जस्तो लागेन मलाई त्यहाँनिर केटाहरू पनि चकचक गरेछ म हेरिरहेको छु फेरि म त होइन चकचक केटाहरू हेरेर एकदमै आफै चार्ज हुन्छु कि केटीहरूलाई हेरेर केटा मात्रै चार्ज हुन्न हामी केटी पनि हुन्छौँ तर फरक यति हो केटाहरूले भन्छन् हामी लुकाउँछौँ तर म त भनिदिन्छु मलाई त्यहाँनिरको त्यो निलो ज्याकेट लाउने केटाको वरिपरि केटाहरू राम्रै लागिरहेछ ओके अर्को गीत है त हे हे तिर्खा लाग्दा सबले धाउने त्यो खोली भित्र के छ तिर्खा लाग्दा सबले धाउने त्यो खोली भित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ ए सबलाई मोहनी लाउने तिम्रो चोली भित्र के छ त चोली भित्र नटी गर्ल्स म भन्छु के छ हे खोली भित्र पानी चोली भित्र जवानी हे खोली भित्र पानी चोली भित्र अझ लाउड हुनु पर्यो त हे खोली भित्र पानी चोली भित्र हे खोली भित्र पानी चोली भित्र ओके एकला चोला तला पनि बिरालो चोरी खान पेल्केको त्यो आमा के भयो साइला कि काइला रे हजुर काइला कि साइला 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 ओके आज त साइलाले ज्याकेट लगाएर आएछ न त अरू लाउँदा टी सर्ट मात्र लाउँछ साइलाले अनि फेरि साइलाको फेरि ढेल अति उत्कृष्ट के है तपाईँहरूले हेर्नु भयो होला नि त टिकटकहरूमा होइन
हजुर छैन मेरो साइलाको त्यस्तो छ तर तिमी आज नाचेनौ बाबु यो साइला नि ह्यान्डसम हुँदै गइरहेको छ कि अचेल अर्को गीत त अझै अझै लाउड भयो भने सबैजना काम ल तल पनि बिरालो तल पनि बिरालो चोरी खान पल्केको त ढाडी बिरालो होइन कि केटा हो सेक्सी बिरालो भन न सेक्सी भन्ने शब्द फेरि त्यस्तो नराम्रो होइन है निलो ज्याकेट लगाउने कहाँ हराएको आऊ त्यसरी नजाऊ न बाबा तिमी त्यो केटाहरू पनि फेरि ज्योतिमलको प्रोग्राम हेरेको न्युमा तरुनी खोज्न आएको हो कि यता सेटिङ मिल्ला कि उता मिल्ला कि भनेर आफ्नो गर्दैछ सुट गर्दैछ आई लभ यु मा सेक्सी भन्ने शब्द छ नि कोही केटी मान्छेलाई चाहिँ तपाईँ केटी मान्छेहरूलाई युआर सो सेक्सी भन्यो भनेपछि त्यसलाई चाहिँ एकदमै अलिकति कम्प्लिमेन्टको रूपमा लिनु होला रिसाउनु हुँदैन फुक्क तेरो घरमा दिदीबहिनी छैनन् भन्नु पर्दैन है हामी केटी मान्छेलाई तिमी एकदम सेक्सी छौ भनेको चाहिँ तिमी एकदम आकर्षक छौ अरूभन्दा राम्री अरूभन्दा एक्स्ट्रा ब्युटिफुल अट्र्याक्टिभ छौ भने हो कि तर कुनै केटा मान्छेलाई युआर सो सेक्सी भन्यो भने चाहिँ त्यो भन्या होइन फेरि तिमी ह्यान्डसम छौ भन्या होइन त्यो त तिमी बोका छौ भन्या हो फेरि त्यसैले मेरो नजिकै आएछ मलाई थाहा थियो मेरो नजिक होइन केटीहरूको नजिक आइरहेको छ फेरि त्यहाँ अहिले फेरि केटी मान्छेलाई उफ्रिँदै यस्तो 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 नगर्ने फेरि है एकदम अलिकति डिसिप्लिन भएर बस्छ ल अलिकति डिसेन्ट भएर है डान्स गरेको जो केटीको पछाडि उभिएको छ सबैजना अलिकति अप्पर बडीलाई यसरी राखेर बस्ने त्यहाँ है छाडा भएर त्यो लोवर बडीलाई यस्तो गरेर बस्ने होइन केटी मान्छेले अनकम्फर्टेबल हुन सक्छ अब ढाडे बिरालो नभन्ने सेक्सी बिरालो भन्नेलाई केटा चोरी खान पल्केको त सेक्सी बिरालो भन न चोरी खान पल्केको त चोरी खान पल्केको त चोरी खान पल्केको त ट्र्याक बजाउनु पल्केको यो आमा बुढो चम्केको ओ माय गॉड समाचारमा पनि नाच्दै बड्डाले विचार त म यहाँ नि गरेको थिएँ अनि ठिक छ हजुर कहाँ छ तिमी कहाँबाट आयो आज यो ओ माय गॉड होइन बुढो मान्छेको जोस देखेर म त नर्भस पो भयो त खप्पै खाल्लान् जस्तो गर्छन् भाइ सर्वदा होइरहेको यो ठाउँमा यस्तै आउन वर्षको एक फेर आज सबैका गौरा साथ यो समृद्धि भनेको यही ठाउँ हो अमृत भने पनि यही जनता हो ज्ञानश्री भने पनि यही हो भोलि मसित आउँछ दिने एउटै सरकारमा जुत्ता हान्ने ल हामीलाई हो सगट्ने हामीलाई नै हो सगट्ने ए भगवान् कहाँबाट आएको होइन यिनीहरू बर्थडे छैनन् छैनन् जोस् त बाफ्रे त्यस्तै परि बड्डाको होइन दाङ सल्यान रोल्पा प्युठान नजिकको जिल्लाहरूमा
डिएनए टेस्ट गर्यो भने यही बड्डाको पर्छ जस्तो लागिरहेछ मलाई। बड्डा डेन्जर रहेछ नि। यतिको पायो भने चाहिँ मेरो जिन्दगी चल्थ्यो होला कि। अब मलाई पनि सानो तिनो मान्छे त सम्हाल्नु सक्दैन, त्यतिको उग्रको चाहिन्छ हो कि होइन? फेरि बड्डासँग लभ गर्नुको पनि धेरै फाइदा छन् कि। पहिलो कुरा त बड्डाहरू पैसाको लोभ गर्दैनन्, जति पनि दिन्छन् खर्च स्वाट निकाल्दै दिन्छन्। लोभ हुँदैन बड्डाहरूसँग। केटाहरूसँग त लोभ हुन्छ, भोलि अर्को तरुनी पटाउनु पर्यो भने, पर्सि उता जानु पर्यो भनेर गोजीमा राखिरहन्छ है। अनि अर्को फाइदा भनेको बड्डा मान्छेहरूले चाहिँ मैले अरू केटासँग कुरा गर्दाखेरि पनि कोसँग गरिस्, तेरो पोइ कोसँग सल्किस्, तेरो नाठो भनेर गाली गर्दैनन्। किन थाहा छ? किनकि उनीहरूलाई थाहा हुन्छ यो जतिसुकै गरे पनि मै कहाँ फर्केर आउँछ भन्ने थाहा हुन्छ। एट द एन्ड केटी मान्छेलाई पिस चाहिन्छ कि। हेर्दाखेरि जति ह्यान्डसम केटा भएर पनि के गर्ने? भरि ओइ त कहाँ गइस्, कोसँग बोलिस्, के गरिस्, कतिजनासँग बोल्छस्, को हो त्यो भन्न थाल्यो भनेपछि रिलेसन एकदमै बिग्रिन्छ हो कि नि केटी हो? त्यो गर्दैनन्। अनि अर्को सबैभन्दा राम्रो कुरा चाहिँ बुढाहरू एक्सपिरियन्स धेरै हुन्छ र त्यो भन्दा पनि यो बच्चाहरूले बुझ्दैन होला, ओ त्यो पछाडि केटाले बुझ्छ। बड्डा मान्छेहरू भनेर चाहिँ एकदमै पानी जस्तो हो कि, ढिला तात्ने अनि ढिला सेलाउने होइन। केटा मान्छेहरू भनेर चाहिँ तेल जस्तो हो कि, एकैछिन भुक्लुको उम्लिन्छ एकैछिनमा। यसो आई लभ बड्डाहरू। जिन्दगीमा मलाई एउटा चाहना छ, त्यस्तै बड्डा मान्छेसँग बिहा गर्ने अनि तिमीहरू जस्तो केटा घुमाउने। ओके एनिवे अर्को गीत है त। सुर्खेत बुलबुली जम्ला नाचम्ला है नाचम्ला है नाचम्ला। ल यसो मादल तालमा नाचौँ त छम छम। बटियाला युके छन् लन्डन। बुढी लन्डन गएको बेलामा ज्योति मर ताक्ने
एकछिनमा यस्तै पट्टाहरू हुन् कि त्यो भर्याङ चढेर अर्काको बर्थडे हेर्ने लास्टै सेक्सी रहेछ मेरो भन्दाहरू है मैले माने यो बुढाहरू छ नि खासमा जति के अरे म एकदमै बुढी बाहेक अरू हेर्दिनँ भने पनि ज्योति मगरलाई त स्योर हेर्नुहुन्छ उहाँले पनि मलाई थाहा छ तर उहाँले चाहिँ कुन तर उहाँले चाहिँ कप्पै नै खान पाए हुन्थ्यो भनेर हेर्ने हो यहाँले चाहिँ ओ त्यो पछाडिकोले चाहिँ यसो सेतो सेतो तिग्रा हेरेर चार्ज हुने होइन अनि घर गएर बुढीलाई माया गर्ने हुन् कि होइन भाइ अब तिमीहरूको पालो आउँदैन जस्तो छ बुढाहरूले ओभरटेक गरिसकेको न अब हुनु पनि ठिकै हो अहिले त हामी एकदमै हुन्छ नि खानेकुरामा हरेक कुरा मिसावट छ धान रोप्दा खाद्य मल होइन तरकारी रोप्यो भने पनि युरिया पुरै छ नि त होइन यो बुढाहरूकै प्योर भैँसीको घिउ खाएर भैँसी लखेट्ने बुढाहरू हो के अरे हे हे नाकको फुली कानैमा यसै तिमीलाई कलादिम्ला उही मुलाको सिन्की उही मुलाको चना जलमा परेका पौला अझ लाउड जलमा परेका पौला भन्नु भाइ हो राम्ररी भन शर्मिलाई खान आई लभ यु भन आई लभ यु भन आई लभ यु भन न खासमा अरू सिधा सादा केटीहरूसँग हो कि देउसुरी खेल्ने हामी जस्तो हट एन्ड सेक्सी केटीहरूसँग आई लभ यु खेल्नुपर्छ होइन काले केटा ऊ त सेतो सर्ट कालो ज्याकेट लाउने केटा दोकानहरू बसिरहेछ मलाई हेरेर चार्ज भइरहेछ मलाई थाहा छ अनि जोडिँदै मिल्दो रहेछ हल्का मोटो ठुल्ठुलो अनुहार होइन अब चाहिँ देउसिरी नभन्ने ल सिधै आई लभ यु भन्ने ल हे भन्नु भाइ हो हे राम्ररी भन हे शर्मिलाई कन हे आई लभ यु भन हे आई लभ यु भन हे आई लभ यु भन आई लभ यु टु म्युजिकमा चाहिँ आई लभ यु खेल्ने त ट्र्याक बजाउनु त उही मलाई